कुरा त गरियो के बज्दैछ त्यहाँनिर हेर न के बज्दैछ खटखट टुटुक केही बिर्सेन है डोर तिर्पल सबै हाले होइन त्यो केरिएर खाएन चाहिँ रटले घोटेर घोटेछ आऊ न सिमेन्ट पनि के साह्रो भार्यो यो बाटोमा त आमा डाउन भएर होला बाटो है एक चर्चा खाली गर्दा अन्त गाडी आयो चिप्स क्या अस्ति फर्स्टमा आउँदा चाहिँ यो बाटो साह्रो डर लाग्यो मलाई यस्तो डाउन छ अन्त किन दार्जिलिङको उकालो यत्रै है अलि ठुलो छ यस्तै खालके उकालो त यस्तै हो तर अलि उकालो अझै उकालो अलिक बाटो ठुलो बाटो त ठुलै हो मेन रोड हो नि त यहाँ छ होला यहाँ दैलोले हात चिप्लेको प्लिज यो सर्ट भिडियो बनाऊ न यहाँ सर्ट भिडियो बनाऊ न ल के हुन्छ नि त तल्लो टर्निङमा ल यहाँ राख्नु नि होइन म जान्छु घुम्ती गर्दै आउनु घुम्ती गर्दै आउनु नि घुम्ती गर्दै आउनु घुम्ती म तल टर्निङमा बस्छु कि तपाईँ ल यसो नै 4K 60 fps में ला शॉर्ट भिडियो हैन खै दिनु नि हौ हे तेरी ल बस्नु है म चिठी बजाउँछु भने मात्र आउनु ल छिटो 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 शॉर्ट भिडियो त बनाउनु पर्यो गाइस हैन यस्तो बाटोमा छिटो कुदा रनिङ हिटर्ने मा काटिने हैन यति जान्छ अन्त फेरि अब क्यामेराम्यानलाई लिन जानुपर्छ ब्याग कस्तो भयो खै फाटेको आउँदै रहेछ देखा त भिडियो फोन पकडी माया नमारा बाटो चाहिँ जे जस्तै भए पनि दामी रहेछ कि गाइस बुलेर छ नि यसो कन्ट्याक्ट गर्नु मेरो भाइको लागि भन्नु नि ल साथीभाइ एउटा बुलेरो खाली छ भने चाहिँ हाम्रो यहाँ भाइ खाली छ हैन ड्राइभर कन्ट्याक्ट गर्न सक्नुहुन्छ युट्युबमा नाम समूह भुजेल हो कमेन्ट गर्नु भन्नु
कमेन्ट गर्नु होला। भाइ राम्रो छ होइन, जहाँ रक्सी केही खाँदैन, गाडी सियार्छ होइन त भाइ? हो तर पाउँदैन र भाइ। पाउँछ बिस्तारी बिस्तारी। यो बाटो पो ठिक लाग्यो म त। कालो हो त। उकालो चाहिँ उकालो हो। म त यस्तो सानो बाटोमै चलाउनु ठिक लाग्छ गाडी त। मजा आउँछ नि। यो बाटो त मैले हिँड्ने होला 10-12 खेप। के लिएर? पिकअप। केही बिर्सेन होइन? बलिहाल्यो। जोडतिर माथि बिर्स्यो नि के? सिमेन्ट र त्यो दाजुहरू। भाइ गाडी खाली छ, भोलि टुर छ, लिएर जाऊ भन्नु नि। आम्मामामा यस्तो खुसी हुन्छ कि म लगेर भिडाइ पारेर भोलि राखिदिइहाल्छु। कहाँ? सिलगढी। भोलि सिलगढी जानुपर्छ। भोलि के छ? कुटी कुटी भुसको लोड छ भोलि सिलगढी। त्यो कहाँ पुगिरह होला? हेलो दा, यही होला मेरो नम्बर। हुन्छ ए हुन्छ, सुर्ते भन्ने सेभ गरिराख्नु नि। हुन्छ हुन्छ। के भन्दा थिएँ? 2-3 दिन पर्खन गाडी हुन्छ भने। तल चाहिँ के भनिस्? गाडी त दामी छ त दा भने हो, होइन होला भाइ? अब यो त यति हो, त्यस्तो खास पनि छैन भाइ। दा यसो कसैको गाडी छैन खाली भने किन भाइ कुदाउनु कसले भने म ए भाइ अस्ति त निकै खाली थियो भाइ, ढिलो भयो तिमी भन्ने हो। ए दामा थाहा थिएन भने ल ल भाइ म 1 दिनमा दिन्छु नि त, भेट्छ एक न एउटा दा भन्यो। अनि हुन्छ दा हुन्छ नि, नम्बर लगिराख्नु भने हुन्छ भनेर। यो मेरोमा नेटवर्क छैन, अनि अहिले कल गर्नु। घरमा बसेर मात्रै नै हुँदैन, यसो यताउता हिँड्नुपर्छ। अनि पो भेट्छ त कसैले ड्राइभर खोजिरहेको हुन्छ। अलिक यताउता नै हिँडेको त दाइ। एउटा गाडी पक्रिसकेपछि चाहिँ मजाले त्यही गाडीमा मजाले ध्यान दिएर काम गर्नुपर्छ कि। त्यही त टुरिस्ट लाइन छिरौँ भनेर नि त। पिकअप नचलाउने? किन? होस्। टुरिस्टमा त्यस्तो टुरिस्टै छैन अहिले पहिला जस्तो। नर्थहरू पनि सिक्किम बन्द छ नि त, बाटो बिग्रिन्छ नि त। नर्थ सिक्किम